हेलो गाइस, नमस्कार। म तपाईलाई आज मोरिङ्गा शीतल चिनीको बोट देखाउन गइरहेको छु। मैले लगाएको शीतल चिनी सानो सानो भएको छ। यो बहुगुणीय बिरुवा हो। यसको हेर्न सक्नुहुन्छ शीतल चिनी यो शीतल चिनी भइरहेको छ। यसलाई हार्भेस्टिङ गर्न जरुरत छ। यो पोर्साल लगाएको थियो। यो मरिहाल्यो कि भनेर ऊ त्यतिकै छोडिदिएको थियो। आफै उम्रेर तलबाट टुसा पलाएर आएको छ। यो मोरिङ्गा हो। अनि अर्को रुख उतातिर पनि रोपेको छु मोरिङ्गाको मैले, जो चाहिँ अलि ठुलो भइसकेको छ। अर्को मोरिङ्गा यहाँ यो मोरिङ्गा यस्तो औषधि हो, त्यसले चाहिँ एन्टिबायोटिक औषधिको काम गर्छ। सबैभन्दा बढी औषधीय गुण भएको बिरुवा हो। यो सबैको घरमा हुनु जरुरी छ। यो एउटा रुख यत्रो भइसकेको छ मोरिङ्गाको रुख हेर्नुहोस् है। यो मोरिङ्गाको बिहान बिहान तपाईहरुले यसको ग्रिन टी बनाएर खानुभयो भने यसको एकदम फाइदा गर्छ स्वास्थ्यलाई। यसले हरेक प्रकारको रोगसँग लड्ने शक्ति प्रदान गर्दछ। यदि कसैलाई मोरिङ्गाको बिरुवा चाहिएमा सम्पर्क गर्नुहोला। हामीसँग मोरिङ्गा शीतल चिनीको दुईटा प्रजातिका बिरुवाहरू चाहिँ के छ त उपलब्ध छ। हामीले वृक्षारोपण निशुल्क गरिदिन्छौँ, तर त्यसको बोट बिरुवाहरूको कस्ट चाहिँ लाग्ने गर्छ। हामीले एक घर एक शीतल चिनी बिरुवा कार्यक्रम अन्तर्गत हामीले बर्दिया जिल्लाका धेरै ठाउँहरूमा चाहिँ शीतल चिनी रोपिसकेका छौँ। हाम्रो नर्सरी उता छ। अनि त्यसपछि यो हाम्रो बारीमा पनि मैले 4-5 वटा बोर्डहरू लगाएको छु शीतल चिनीका। यो त बकाइनको हो। कसैलाई चाहिएको छ भने खबर गर्नु होला है त। त्यसपछि